त्यो पछि चाहिँ हामी मामासँग स्वस्तिकासँग हामी चाहिँ अहिले ब्लग पनि यहाँ बनिरहेछ। एकदम रमाइलो ठाउँ रहेछ। यहाँ पछाडि मामा पनि हुनुहुन्छ यहाँनिर। रमाइलो गोरा क्षेत्र तल खोलामा झर्दैछ। यहाँनिर चाहिँ हातमुखी धुने ठाउँ रहेछ। तामो बनाउने भनेको यहाँ चाहिँ मम्मी हुनुहुन्छ। मम्मी अनि हामी 3-4जना मामा। हामी अहिले बरा क्षेत्र आएका छौँ। बरा क्षेत्र दर्शन गर्न आएको। एकदम आनन्द फिल भइरहेछ। यहाँ चाहिँ एकदम रमाइलो हुँदो रहेछ। धेरै मान्यजनहरू आउनुहुँदो रहेछ पूजाआजा गर्नलाई। अनि पूजा गर्न आउनुहुँदो रहेछ। यहाँ तल आइसकेपछि खोलामा खुट्टा बोगाउने नुहाउने अनि तपाईँको यसो श्राद्ध तिथिहरू गर्न पनि हुँदो रहेछ। श्राद्ध तिथि गर्दा पनि हुँदो रहेछ। गरिरहनु भएको छ। यहाँ चाहिँ सबैजना आउनुहुँदो रहेछ। रमाइलो छ पूजाआजा गर्नलाई। यहाँ 2-3जना हुन्छ। मम्मी अनि मेरो वाइफ चाली। अनि यहाँ चाहिँ बडा राम्रो छ आनन्द।